अब गडे मुला खान्छ रुच्छ र माइली हेर न अरे कहना क्या चाहते हो के भएको यो भित्री ज्वरो आउँदा हामीलाई थाहा नहुँदाखेरि चाहिँ गलफुलेहरू आउने शरीरमा कुनै रोगहरू छ भने चाहिँ गलफुलेहरू निस्किने सुनिने हुन्छ भन्ने सुनेको थिएँ। के हो माइली भन न बरु सिधै देखाउनु आएको भनेर के गलफुलेको कुरा नाटक गर्छौ तिमी पनि त खोकी लाग्यो भनेर हल्लाउँदै आएको थियौ त देखाउनु त आएको नि हाइनेक बाहिर लगाई के मलाई भन्छौ असली नै हो मेरो बुढाले लिएर आएको 7 तोलाको खदिलो छ गरौँ तिम्रो त गर्दा नि थाम्दैन यो लगायो भने अस्ति यो किनको नछौ है कालो लाग्छ मेरो पो अलैँची बारी थियो रे के हो यत्रो लाए अनि तिम्रो चाहिँ के बारी थियो हाम्रो थियो नि के बारी छ त तिमीलाई भनिरहन पर्छ र सुनलारला थुकु छुटाउँदै बोली त अघि ठुलै खोकेको थियो त हाम्रो पनि हैसियत त छ कि छैन भनेर नि माइली ल मुला खाऊ चिसो लागेको भन्दै थियो बाफ लिऊ अनि त्यस्तै हुन्छ नि माइली अब के गर्नु रुचेन हौ मलाई त अच्छा